सरकारी गाडी यो गाडीमा चाहिँ होटलबाट एउटा काटिदियो भने भाडा दिनु नपर्ने रहेछ पछाडि पनि के आइरहेछ पक्का कार आइरहेको होला तल एकजना चाहिँ काममा जाँदै हुनुहुन्छ काम भएको पक्का पनि टाइमभन्दा बढी गर्नुहुन्न कि उहाँहरूले अलिकति अनुचित बहिनीहरू गइहाल्नुहुन्छ विदेशीहरू हामी नेपाली मात्रै हो अलि बिग्रितिर आएको हुन्छ अनि जति गाडीहरू सहेर गर्नुपर्छ त्यही थाहा हुँदैन दामी छ है त